हुन्छ हजुरको बिचमा एउटा खुसीको सन्देश लिएर आएका छौँ अनि आज साँच्चै यी सन्देश यही हो कि जुन सन्देशमा अनन्त अनन्तको जीवन छ। हामीलाई थाहा छ हाम्रो शरीर पनि छ, हाम्रो आत्मा कहिले पनि बढ्दैन होइन। त्यो आत्मा बचाउनु हुने चाहिँ एकजना मात्र हुन्छ जसले तपाईँ र मेरो निम्ति आफ्नो जीवन अर्पण गर्नुभयो, जसले आज यस धरतीमा आजभन्दा 2022 वर्ष अगाडि यस संसारमा आउनुभयो र उहाँ हामी सबै मानव जातिको निम्ति है उहाँले आफ्नो जीवन क्रुसमा अर्पण गर्नुभयो ताकि तपाईँ र मैले जीवन पाओस्, त्यो पनि प्रशस्त मात्रामा है। अनि साँच्चै छोड्न पार्न नाश पार्न आउँदछ, उहाँ आउनुभयो तपाईँ र मैले जीवन पाओस्, त्यो पनि प्रशस्त जीवन पाओस् भनेर आजभन्दा 2022 वर्ष अगाडि उहाँ यस धरतीमा आउनुभयो अनि उहाँले भन्नुभयो बाटो सत्य र जीवन म मात्रै हो, मद्वारा बाहेक कोही पनि स्वर्ग जान सक्दैन। अनि आज साँच्चै नै उहाँ हुनुहुन्छ जसले तपाईँ र मलाई असाध्यै प्रेम गर्नुहुन्छ, जसले तपाईँ र मेरो निम्ति आफ्नो एकलौटे पुत्र प्रभु येशू दिनुभयो। अनि उहाँले भन्नुभयो यदि कसैले उहाँमाथि विश्वास गर्दछ भने आज उसले अनन्त अनन्त जीवन पाउनेछ। हो हाम्रो शरीरभरि पनि हाम्रो आत्मा कहिले पनि मर्दैन, त्यो आत्मा बचाउनु हुने चाहिँ केवल क्रिस्ट प्रभुमा चाहिँ हुन्छ। किनभने उहाँले भन्नुभयो यदि कसैले आफ्नो हृदयले विश्वास गर्छ, ओठले स्वीकार गर्दछ भने त्यसले उद्धार पाउनेछ, त्यसले मुक्ति पाउनेछ, त्यसले अनन्त अनन्तको जीवन पाउनेछ। अनि आज साँच्चै नै त्यो खुसीको सन्देश जसरी उपदेशको पुस्तक 7:20 पदले भन्दछ धर्मी कोही पनि छैन, मानिस संसारमा कुनै पनि मानिस धर्मी छैन जसले सबै काम ठिक गर्छ र है कहिले पनि पाप गर्दैन। तर एकजनामा चाहिँ धर्मी र सिद्ध हुनुहुन्छ, उहाँ चाहिँ क्रिस्ट प्रभु मात्रै हुनुहुन्छ। अनि जसले तपाईँ र मेरो निम्ति आफ्नो जीवन क्रुसमा बलिदान गर्नुभयो, जसले ताकि तपाईँ र मैले जीवन पाओस् भनेर। अनि किनभने जसरी परमेश्वरको वचनमा लेखेको छ सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न छुटेका छन्। कतिपल्ट हामीले देखेर सोचेर नराम्रो कुरा सोच्नु, नराम्रो कुरा बोल्नु पनि पाप हो। कतिपल्ट हामीले नराम्रो कुरा सोच्नु, कसैलाई देखेर नराम्रो शब्द बोल्नु पनि पाप हो। तर परमेश्वरले भन्नुभयो यदि कसैले उहाँमाथि विश्वास गर्दछ भने ऊ चाहिँ धर्मी हुनेछ, विश्वासद्वारा, कामहरूद्वारा होइन तर विश्वासद्वारा। यदि कसैले क्रिस्ट येशूलाई आफ्नो हृदयले विश्वास गर्दछ, ओठले स्वीकार गर्दछ भने त्यसले उद्धार पाउनेछ, त्यसले मुक्ति पाउनेछ, त्यसले अनन्त अनन्तको जीवन पाउनेछ। अनि आज तपाईँको बिचमा लिएर आएका छौँ किनभने उहाँले भन्नुभयो पुनरुत्थान र जीवन म मात्रै हो है। यदि कोहीले परमेश्वरमाथि विश्वास गर्यो भने उसको शरीर मरे पनि त्यो आत्मा बचाउनु हुने चाहिँ केवल क्रिस्ट प्रभु मात्रै हुन्छ, जसले तपाईँलाई प्रेम गर्नुहुन्छ, जसले हरेकलाई प्रेम गर्नुहुन्छ। अनि उहाँ सबै मानव जातिको निम्ति आफ्नो जीवन क्रुसमा अर्पण गर्नुभयो ताकि तपाईँ र मैले जीवन पाओस् भने। अनि आज साँच्चै नै केही खुसीको सन्देश लिएर आएका छौँ। अनि उहाँले तपाईँको हृदयको ढोकामा ढकाइरहनु भएको छ। उहाँले भन्नुभयो हेर म ढोकामा बसेर ढकाउँछु, यदि कसैले मेरो स्वर सुनेर आफ्नो हृदयको ढोका खोल्दछ भने त्यसले उद्धार पाउनेछ, त्यसले मुक्ति पाउनेछ, त्यसले अनन्त अनन्त जीवन पाउनेछ। सबैजना मर्छौँ तर हाम्रो आत्मा कहिले पनि मर्दैन, त्यो आत्मा बचाउनु हुने चाहिँ केवल क्रिस्ट प्रभु मात्रै लिएर आएका छौँ। यदि तपाईँले यो गरी प्रभु मेरो जीवनमा आउनुहोस् भन्नुभयो, आज तपाईँको हृदयको ढोकामा ढकाइरहनु भएको छ। आज ढोका खोल्नु आज कुरा हो। हुन्छ हजुर सबै